अ, नमस्कार सम्पूर्ण साथीभाइहरूलाई। ताप्लेजुङ सरकार केन्द्र काठमाडौँले आयोजना गरेको ओलङचुङ्गला तिप्तला पर्यटन प्रवर्धन कार्यक्रम इला डाँडामा हामी बसिसकेपछि पाँचौँ दिन हो। सो पाँचौँ दिनको बिहान हामी 10 गते जेठ 10 गते चाहिँ हामी त्यहाँबाट बिहान उठेर खाजा खाएर त्यहाँको भिडियोहरू बनाएर हामी अगाडि बढ्यौँ। अगाडि जाने क्रममा केही समयपछि हामी सुके पानी जहाँ चाहिँ तपाईँको तम्बुर खोलामा चाहिँ पुल बन्नलाई पहिल्यैदेखि प्रयास भइरहेको थियो। बेली ब्रिज, त्यो बेली ब्रिज जडान त्यो गर्ने काम चाहिँ भइरहेको थिएन र हाम्रो कार्यक्रम धेरै पटक सार्नु परेको अवस्था थियो। हामीले वैशाख 1 गते नै हामी तिप्तला पुग्ने अभियान थियो, तर त्यतिखेर हिउँ पनि धेरै परेको हुनाले पनि त्यो सम्भव भएन। त्यसपछि हामीले धेरै ठाउँ हामीले प्रयासहरू गऱ्यौँ। स्थानीय वार्ड अध्यक्षहरू, पालिका अध्यक्षज्यूहरू सबै लाग्नुभयो। त्यो सो अनुसार ताप्लेजुङको डी पनि आफै लाग्नुभयो। सो अनुसार चाहिँ त्यो काम सम्पन्न भएर हामी त्यो बेली ब्रिज, नयाँ बेली ब्रिज बनेको ठाउँमा हामी पुग्यौँ। त्यसपछि हामी रमाइलो गऱ्यौँ, त्यहाँ नाच्यौँ पनि। हामीलाई त्यो चाहिँ एउटा हाम्रो खुसियाली थियो। पुल एउटा बन्यो, कम्तीमा भन्ने थियो। तर हामीलाई त्यो बाटोहरू चाहिँ अगाडि बढ्दाखेरि कहाँ पुगिन्छ, के हो, कस्तो छ भूगोल भन्ने कुरा हामीलाई थाहा थिएन। त्यसकारण हामी त्यहाँबाट अगाडि बढ्यौँ। अगाडि बढिसकेपछि हामी जोङ्गिम भन्ने ठाउँ रहेछ, त्यहाँ जोङ्गिम भन्ने ठाउँमा पुग्यौँ। जोङ्गिममा चाहिँ एउटा पुल रहेछ, त्यो झोलङ्गी पुलसँगै त्यहाँ पानी, त्यहाँ चाहिँ पुल बनेको रहेछ। प्रोजेक्ट चाहिँ पर्ने कुरा चाहिँ रहेछ, तर त्यहाँ दाहिनेपट्टि अथवा त्यहाँ तल चाहिँ खोलालाई फिजाएर गाडी तर्ने गरेको रहेछ, ट्र्याक्टरहरू तर्ने गरेको छ। तर त्यो दिन चाहिँ ट्र्याक्टर पनि तर्न नसक्ने गरी पानी बढेको हुनाले हाम्रो भ्रमण चाहिँ त्यहाँ सडकहरू के अरे यता वारी नै जोङ्गिममै हामीले गाडीहरू राख्यौँ र हाम्रो ब्यागहरू पारी पुर्याएर ट्र्याक्टर आउने कुरा भइसकेपछि सोही अनुसार हामी ट्र्याक्टर आएपछि ल्याउँछ भनेर हामीले ब्यागहरू नलिकन उकालो लाग्यौँ। उकालो लागिसकेपछि तपाईँको झन्डै 2.5 घन्टामा हामी ओलङचुङ्गला पुग्ने गरी हामी हिँड्यौँ। पुगिन्छ भन्ने कुरा भयो, त्यस कारण हामी हिँड्यौँ, अगाडि बढ्यौँ। अगाडि बढ्दै खोलाको किनार तमुरलाई पछ्याउँदै हामी अगाडि बढ्यौँ। माथि फेरि एउटा पुल रहेछ, त्यो पुल हामी तर्यौँ। त्यो पुल तरिसकेपछि अलिक अगाडि बढ्दै जाँदाखेरि फेरि माथि एकचोटि के देख्यो भने खोला तर्नुपर्ने अवस्था देखियो। त्यस कारण त्यहाँ बाटोमा कहीँ पनि ट्र्याक्टर देखेनौँ। दोबाटो भन्ने ठाउँ रहेछ, त्यो दोबाटो भन्ने ठाउँमा पनि हामी देखेनौँ। त्यहाँबाट हामी फेरि उकालो लाग्दै गयौँ र उकालोमाथि दोबाटोबाट अलिक माथि गइसकेपछि त्यहाँ चाहिँ मान्छेहरू ओलङचुङ्गलाको नजिक नै हो, त्यसको नजिकै हामी पुगेर हामीले एउटा त्यहाँ चाहिँ बस्ने ठाउँ रहेछ, त्यहाँ चाहिँ पूजा पनि गरिँदो रहेछ। त्यस्तो ठाउँमा गएर हामी चाहिँ एकछिन बस्यौँ, मकै खायौँ, भटमासहरू खायौँ, पानी पियौँ। यसो गरेर हामी चाहिँ त्यहाँबाट हामी अगाडि बढ्यौँ। त्यहाँबाट अगाडि बढिसकेपछि ओलङचुङ्गला तिप्तला जाने जुन बाटो हो त्यो पछ्याउँदै अगाडि बढिसकेपछि ओलङचुङ्गलामा हामी पुग्यौँ। त्यहाँ वार्ड अध्यक्ष, पक्तालुङ गाउँपालिकाको वार्ड अध्यक्ष, वार्ड नम्बर 7 का वार्ड अध्यक्ष छेतेन लामाजी चाहिँ हामीलाई पर्खेर बस्नु भएको रहेछ। हामीलाई स्वागत गर्नुभयो, खदा लगाइदिनु भयो। त्यसपछि हामीलाई होटल देखाउनु भयो, यहाँ तपाईँ बस्ने भनेको देखाउनु भयो। खाने ठाउँ पनि होटलको व्यवस्था गरेर उहाँ चाहिँ अब अर्को टिम, जो टिम तल बसिरहनु भएको थियो, ट्र्याक्टर आउँछ भनेर कुरिरहनु भएको थियो,
त्यो टिमलाई लिनका निम्ति उहाँलाई खाजा चियाहरू लगेर उहाँ चाहिँ तल जानुभयो, किनभने सामानहरू धेरै थियो। त्यो सामानहरू पनि बोक्ने गरी उहाँहरू लाग्नुभयो। यसरी त्यो दिनको चाहिँ हामीले दुईवटा भागमा, एउटा चाहिँ हाम्रो साथीहरू छुटेर अर्को साथीहरू बेग्लै छुटेर हामी गऱ्यौँ। अर्को चाहिँ हामीले ताप्लेजुङबाट जाने ग्रुपहरू त्यहाँ दिउँसै नै पुगेको हुनाले त्यो एउटा नयाँ ठाउँ त्यहाँ ओलङजुङवाला एउटा हिमाली ठाउँको हिमालमा को मुनि एउटा गाउँ जो चाहिँ एउटा सहरै छ, त्यो सहरमा हामी घुम्यौँ। त्यहाँको ठाउँहरू हेऱ्यौँ, त्यहाँको गुम्बाहरू पनि हेऱ्यौँ। त्यसपछि गुम्बा, त्यसपछि त्यहाँको गुराँसहरू सबै फोटोहरू खिच्यौँ। त्यो पेल्टी सेटबाट बनेको विद्युतको पेल्टी सेटबाट बनेको त्यो पनि हेऱ्यौँ। त्यस्तै गरेर हामीले खाना खाएर त्यसपछि चाहिँ हामी त्यो एउटा एकदम प्रख्यात ठाउँ पनि हो। त्यो प्रख्यात ठाउँ चाहिँ किन हो भन्दाखेरि त्यहाँ सन्दुकरुहित, डक्टर सन्दुकरुहितको घर पनि उहाँको जन्मस्थल पनि त्यहाँ हो। त्यसकारण त्यो ठाउँ चाहिँ प्रख्यात पनि छ। उहाँको घर पनि हामीले खिच्यौँ, उहाँको अन्य साथीहरूको पनि घरहरू खिच्यौँ जो चाहिँ प्रगति गर्नुभएको छ। त्यहाँको मान्छेहरू धेरैजना अमेरिका, युके, अस्ट्रेलिया धेरै ठाउँ जानुभएको छ र काठमाडौँ पनि उहाँहरू हुनुहुन्छ। सो ठाउँ चाहिँ एउटा हामीलाई रमाइलो लाग्यो। तर समस्या चाहिँ के भन्दाखेरि त्यहाँ हिँड्ने ठाउँमा चाहिँ घोडाहरू, खच्चडहरू, चौरीहरूको, याकहरूको चाहिँ त्यो फोहोरहरू जहाँसुकै बाटोभरि रहेछ। त्यसलाई चाहिँ अलिक व्यवस्थित गरेर त्यसलाई हिँड्ने ठाउँलाई चाहिँ अलिक व्यवस्थित रूपमा गर्न सक्यो भने त्यो चाहिँ एकदम राम्रो हुन्छ भन्ने कुरा देखिन्छ। तरै पनि हाम्रो पहिलो त्यहाँ पुगेको हुनाले हामीलाई चाहिँ एकदम रमाइलो लागेको थियो। आजको हाम्रो 5औँ दिनको हाम्रो त्यहाँ चाहिँ बसाइ चाहिँ त्यहाँ हामी दिउँसो पुग्यौँ र बेलुकी हाम्रो साथीहरू सबै आइपुग्नुभयो। त्यसपछि हामी ताप्लेजुङ सरोकार केन्द्रको बैठक त्यहाँ बस्यौँ, कार्य समिति बैठक बस्यौँ। त्यो कार्य समिति बैठकले ताप्लेजुङबाट काठमाडौँ आएर बसोबास गर्नुहुने ज्येष्ठ नागरिक, विशेष गरी 75 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई हामीले सम्मान गर्ने गरी हामीले त्यहाँ निर्णय गऱ्यौँ। त्यस्तै गरेर हाम्रो 2083 सालको क्यालेन्डर पनि तपाईँले हामीले त्यहाँ चाहिँ विमोचन गऱ्यौँ। त्यहाँको वडा अध्यक्ष छेतेन लामाको हातबाट। त्यसरी नै हामीले विशेष गरी हामी दुईवटा क्षेत्र, ताप्लेजुङ प्रदेशको दुईवटा क्षेत्र छ। दुईवटा क्षेत्र बिचमा चाहिँ हामीले महिलाहरूलाई फुटसल कार्यक्रम गर्ने भन्ने आयोजना गर्ने, भदौमा भन्ने, साउन भदौमा गर्ने भन्ने हाम्रो कुरा निर्णय भयो। त्यस्तै गरेर अन्तरपालिका, हाम्रो 9वटा पालिकाको बिचमा हाम्रो चाहिँ फुटसल कार्यक्रम गर्ने भनेर हामी अगाडि बढायौँ। यसरी त्यो दिनको हाम्रो कार्यक्रम, हाम्रो कार्य समितिको बैठक, ताप्लेजुङ सरोकार केन्द्रको कार्य समितिको बैठक चाहिँ विभिन्न निर्णय गरेर हामीले त्यो दिन हामीले सिद्ध्यायौँ। र भोलिपल्टको हाम्रो कार्यक्रम के हुनसक्छ भन्ने कुरालाई पनि छलफल गरेर त्यहाँको अल्टिच्युडहरू कति छ, स्थिति के छ, मौबटार भनेको के हो, तिप्तलाको अवस्था के हो, तिप्तलाबाट फर्केर आइसकेपछि चाहिँ हामी सेन्जेमा ताल जाने गरी हामीले सेड्युल मिलायौँ। अनि त्यसपछि नाम कतिजना चाहिँ जाने भन्ने कुरा गऱ्यो। त्यसमध्येमा हामी जहाँ गएको मध्येमा 14 जना चाहिँ हामी चाहिँ सेन्जेमा ताल पनि जाने, तिप्तलाबाट फर्केपछि भन्ने कुरा भयो। त्यसको नेतृत्व चाहिँ स्थानीय छेतेन लामा वडाध्यक्षज्यूले आफै गर्ने कुरा गर्नुभयो र हामीलाई त्यो फर्केर आइसकेपछि हामी गोठमा गएर सुत्ने, त्यसपछि हामी उकालो लाग्ने भनेर हामी रेनकोट, के अरे स्लिपिङ ब्यागहरूसहित हामी सबै ब्यागहरू तयारी गर्ने गरी, बेलुकीमा तयार गर्ने गरी हामी सल्लाह भयो र त्यो दिन हामी सुत्यौँ। र भोलिपल्टको कार्यक्रम फेरि म अर्को भिडियोमा तपाईँहरूलाई जानकारी दिनेछु। धन्यवाद।